महोदय, म सबभन्दा पहिले त यो ताप्लेजुङको पाथिभरा मुकुमलुङ मा नो केबल कार अभियानमा रहेका मानिसहरूलाई जसलाई पक्राउ गरिएको छ उनीहरूको अविलम्ब रिहाईको माग गर्दछु र सरकारले मुठभेड ननिम्त्याओस् भन्ने म आग्रह गर्न चाहन्छु र संवादबाट समस्या समाधान गरोस् भन्न चाहन्छु। अर्को विषय छ कि भर्खरै ऊर्जा मन्त्रीले आधा घण्टा लामो यहाँ चाहिँ मन्तव्य दिनुभयो। मन्त्री भनेको सरकारको अङ्ग हो र अब सरकारको प्रतिनिधि नै भनौँ न, र मन्त्री जस्तो व्यक्तित्वले चाहिँ संसदलाई झुटा विवरण दिनु हुँदैन, गलत सुनाउनु हुँदैन र यहाँ चाहिँ सबै मूर्खहरू मात्रै बसेको छन् भन्ने ठान्नु हुँदैन भन्ने मलाई लाग्छ। मन्त्रीजीले जसरी सबै प्रतिपक्षीहरूमाथि खनिनुभयो र कतिपय सत्तापक्षी माननीयहरूले पनि भन्नुभयो एउटा कर्मचारीलाई बोकेर नहिँड्नुहोस् भनेर भन्नुभयो। कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा हामी उभिन्छौँ। हामी कसैलाई त्यस्तो अन्याय हुन दिन्नौँ र त्यस्ता झुटा कुरा हामी सुनेर पनि बस्दैनौँ। यो कुरा पनि याद राख्नु पर्यो। त्यस्तो झुटा कुरा हामी मान्न तयार छैनौँ। कुलमान घिसिङ 8 वर्ष अगाडि कार्यकारी निर्देशक हुँदाखेरि नेपाल विद्युत प्राधिकरण 35 अरब घाटामा थियो। अहिले यो 8 वर्षमा 87 अरब कमाएर त्यो 35 अरब तिरेर 52 अरब खुद नाफामा छ संस्था। तर मन्त्रीले उभिएर भन्ने नक्कली तथ्याङ्क पेश गरेर प्राधिकरणलाई नाफा देखाइयो भनेर भन्नुको अर्थ के हुन्छ? के सन्देश जान्छ? भोलि हामीले देशको ठुल्ठुलो आयोजनाहरू नेपाल विद्युत प्राधिकरणको सेयर निष्कासन गरेर रकम सञ्चालन गरेर बनाउनु पर्नेछ। जलाशययुक्त आयोजनाहरू हाम्रै पैसाले बनाउनु पर्नेछ। त यो प्राधिकरण खतरामा छ, नाफामा छैन भन्ने जस्तो मनोगत कुराहरू र कुनै तथ्यले सपोर्ट नगर्ने कुराहरू मन्त्रीले रोस्टममा उभिएर बोल्नु भएन। आफ्नो व्यक्तिगत आकाङ्क्षा पूर्तिका लागि संस्थाको हित विपरीत हुने कामहरू गर्नुहुन्न। यदि डेडिकेटेड ट्रङ्क लाइनको 22 अरबलाई पनि त्यो 52 अरबमा जोडिएको हो भने पनि त्यो 22 अरब घटाउँदाखेरि पनि अहिले पनि प्राधिकरण नाफामा देखिन्छ। त्यसमाथि पनि लाल आयोगले दिएको निर्देशन अथवा प्रतिवेदन अथवा निष्कर्ष अनुसार पनि उसले 3टा क्याटेगोरी भनेको छ त्यो 22 अरबमा। जसले लोड सेडिङको बेला बिजुली बालेको छ उसँग पैसा असुल्नु, त्यो समयको पैसा असुल्नु, र जो लोड सेडिङ अन्त्य भयो भनिसकेपछिको त्यो पैसा नलिनु, र जसको अदालतमा छ त्यसको बारेमा अहिले नचलाउनु, अदालतको निर्णय आएपछि भनेर भनेको छ। भनेपछि अहिले मन्त्रीजीको भनाइअनुसार त त्यो 22 अरब पैसा नउठाउने सरकारले टुङ्गो गरिसक्यो जस्तो देखिन्छ, होइन? यस्तो काम गर्न पाइँदैन। संसदमा हामी पनि छौँ र यस प्रकारको अन्याय र यस प्रकारका भ्रमपूर्ण कुराहरू गर्न हामी दिँदैनौँ। कुलमान घिसिङलाई एउटा म्याद तोकेर, एउटा समय तोकेर कार्य सम्पादन फारम भर्न लाउने, अनि त्यो ढिलो ल्याएकै आधारमा कार्य सम्पादन फारमै नबुझाएकोलाई चाहिँ 0 अङ्क दिने र त्यसको आधारमा कारबाही गर्ने भनेर भन्ने। तर सरकारका मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन हिजो अस्ति भर्खर आयो त। प्रधानमन्त्रीको कार्यालयले नै उत्तीर्ण अङ्क ल्याएन। सबभन्दा धेरै बजेट भएको, धेरै काम गर्नुपर्ने जिम्मेवारी भएको भौतिक पूर्वाधार मन्त्रालयको त 8% पनि चाहिँ कार्य सम्पादन मूल्याङ्कन छैन। यिनीहरूलाई कसले कारबाही गर्ने? पहिले आफै कारबाहीमा बस्नु पर्यो। सरकारले नैतिकताको आधारमा राजीनामा दिनु पर्यो अथवा मन्त्रीहरू त्यसको आधारमा फेरिनु पर्यो, अनि पो अरू कर्मचारीलाई अरूलाई पनि यो डन्डा चलाउन पाइन्छ। आफूलाई मन लागेको जे पनि गर्ने अनि अरू निरीह कर्मचारीहरूलाई डन्डा चलाउने यो काम फेरि पनि भन्छु मान्य हुँदैन। र मन्त्रीजीलाई बडो हार्दिकतापूर्वक भन्न चाहन्छु, तपाईँले के कुरामा आँखा लगाएर यो काममा अग्रसर हुन लाग्नु भएको छ, पछाडि हट्नुहोस्
र म्यानेज परिस्थिति बिग्रिन नदिनुहोस्। म सक्छु, म परिस्थिति बिग्रिन नदिनुहोस् भनेर म मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। धन्यवाद।